बाबा पशुपतिनाथ भगवानको भगवान शिव हिन्दू धर्मका एक प्रमुख देवता हुनुहुन्छ, जसलाई त्रिदेव ब्रह्मा विष्णु महेश मध्ये महेश्वर अर्थात् संहारकर्ता मानिन्छ। उहाँलाई आदियोगी, महादेव, नीलकण्ठ, रुद्र, पशुपतिनाथ, महाकाल, भोलेनाथ, शङ्कर जस्ता थुप्रै नामले पुकारिन्छ। भगवान शिव ब्रह्माण्डका मूल तत्त्व हुनुहुन्छ, जसलाई समयभन्दा परे, अनादि जसको कुनै आदि छैन र अनन्त जसको कुनै अन्त छैन, यही नै मानिन्छ। चन्द्रको शीतल ज्योति फैलिएको रात, जब घडीको प्रत्येक टिक टिक भगवान शिवको महिमा गुन्जायमान गर्छ, भक्तजनहरू दीप प्रज्वलित गर्दै हर हर महादेवको गुन्जमा लीन हुन्छन्। यो कुनै साधारण रात होइन, यो आत्मशुद्धि, तपस्या र ईश्वरीय मिलनको रात हो। यही हो महाशिवरात्रि, जहाँ अन्धकारको गर्भबाट आध्यात्मिक प्रकाशको उदय हुन्छ। शिवरात्रि दुई शब्दको संयोजन हो। शिव अर्थात् कल्याणकारी महादेव र रात्रि अर्थात् रात। यसको शाब्दिक अर्थ भगवान शिवको रात हो। हिन्दू धर्मअनुसार महाशिवरात्रि उही रात हो जब ब्रह्माण्डीय ऊर्जा अत्याधिक सक्रिय रहन्छ, जसले आध्यात्मिक जागरण, तपस्या र आत्मशुद्धिको अवसर प्रदान गर्दछ। महाशिवरात्रिको धार्मिक र आध्यात्मिक महत्त्व गहिरो छ। भगवान शिवलाई सृष्टिको संहारक तथा पुनर्जन्मको प्रतीक मानिन्छ। उनी संहारकर्ता मात्र होइनन्, नवसिर्जनाका आधार पनि हुन्। महाशिवरात्रिका अवसरमा भक्तजनहरू व्रत बस्छन्, रात्रि जागरण गर्छन् र ओम नमः शिवाय मन्त्रको जपद्वारा भगवान शिवको कृपा प्राप्त गर्न खोज्दछन्। शिवलिङ्गमा जल, दूध, बेलपत्र र चन्दन चढाइन्छ, जसले सृष्टि, संरक्षण र संहारको सन्तुलनलाई प्रतीकात्मक रूपमा दर्शाउँछ। यो रात जागरणको मात्र होइन, आध्यात्मिक मुक्तिको द्वार पनि हो, जहाँ आत्मा परमात्मासँग एकाकार हुने विश्वास गरिन्छ। यसरी महाशिवरात्रि केवल धार्मिक उत्सव मात्र नभई आत्मशुद्धि र जीवनको गुण रहस्यलाई बुझ्ने अवसर पनि हो। यो केवल एक व्रतको दिन मात्र होइन, यो त साक्षात् भगवान शिव र पार्वतीको विवाह सम्पन्न भएको पावन दिन पनि हो। आउनुहोस्, शिव र पार्वतीको दिव्य विवाह भएको यस पावन दिनको एक रोचक कथा यहाँलाई सुनाउँदैछु। धेरै समय पहिलाको कुरा हो। हिमालय पर्वतका राजा हिमावान र रानी मैनादेवीको दरबारमा एक अनुपम सुन्दरी कन्या जन्मिन्। उनको नाम पार्वती राखियो। बुद्धिमान, शीलवान र परम भक्त स्वभावकी पार्वतीको हृदयमा सानैदेखि भगवान शिवको प्रति अपार श्रद्धा थियो र उनको कथा त्यति नै सीमित थिएन। पूर्व जन्ममा उनी सती थिइन्, दक्ष प्रजापतिकी पुत्री। दक्षले आफ्नो यज्ञमा भगवान शिवलाई निमन्त्रणा नगरेर अपमान गरे। यस अन्यायलाई सहन नसकी सतीले यज्ञ अग्निमा आफैलाई समर्पण गरिन्। शिव अत्यन्तै शोकाकुल भए। सतीको पुनर्जन्मको आशामा उनी गहिरो ध्यानमा लीन भए। उता पार्वती भने बाल्यकालदेखि नै भगवान शिवलाई आफ्नो प्राणनाथ मानिसकेकी थिइन्, तर शिवजीलाई प्रसन्न पार्न उनले कठोर तपस्या गर्नु पर्यो। हिमालय पर्वतमा रहेर उनले वर्षौँसम्म केवल फलफुल, कहिले त वायुपान गरेरै जीवन बिताइन्। उनी कठोर ब्रह्मचर्यमा रहिन्, नदीको चिसो पानीमा स्नान गरिन्, कठोर घाम पानी सहिन्। उनको अनवरत तपस्याले सम्पूर्ण ब्रह्माण्ड नै चकित पर्यो। अन्ततः भगवान शिव प्रसन्न भए। यसै बिचमा शिवजी पार्वतीको प्रेमको गहिराई नजिकबाट बुझ्न चाहन्थे। एक वृद्ध ब्राह्मणको रूप धारण गरेर उनी पार्वती कहाँ पुगे अनि भन्छन्, हे देवी, शिवजी अर्धनग्न, शमशानवासी र सर्पमालाधारी छन्। किन तिमी यस्ता व्यक्तिलाई पति रूपमा रोज्दछौ? तर पार्वती निडर थिइन्। उनले भनिन्,
शिवजी मात्रै साँचो योगी, ब्रह्मज्ञानी र ब्रह्माण्डका पालनकर्ता हुन्। म उनी बाहेक कसैलाई पनि पतिको रूपमा स्वीकार गर्न सक्दिनँ। यो सुनेर भगवान शिव प्रसन्न भए। आफ्नो वास्तविक स्वरूप प्रकट गर्दै उनले पार्वतीलाई वरदान दिए। नारद मुनिले यो शुभ समाचार हिमालय राजालाई सुनाए। हिमालय राजा अत्यन्त हर्षित भए, तर रानी मैनादेवी चिन्तित भइन्। भगवान शिवको स्वरूप अनौठो छ। उनले भनिन्, उनी सर्प धारण गर्ने, शमशानमा बस्ने र भूतगणको स्वामी हुन्। म कसरी आफ्नी छोरीको विवाह उनीसँग गरौँ? तर नारद मुनिले मेनकालाई सम्झाए, शिवजी मात्र साँचो योगी हुन्। उनी सृष्टिका पालनकर्ता, संहारकर्ता र परम सत्यका प्रतीक हुन्। अन्ततः रानीले पनि सहमति जनाइन्। विवाहको दिन आयो, तर शिवजीको जन्ती कुनै साधारण जन्ती थिएन। भूत प्रेत, पिचास, नाग, योगी, साधु, देवता सबै अनौठा स्वरूपमा प्रस्तुत भए। यो देखेर मैनादेवी अर्थात् मेनका भयभीत भइन्। यस्तो अवस्था देखेर जब पार्वतीले आफ्नी आमालाई सम्झाइन्, यसै बखत भगवान शिवले एक सुन्दर दिव्य रूप धारणा गरे। अब सबैजना सन्तुष्ट भए। शुभ समय आयो। देवगण, ऋषिमुनि, गन्धर्व, किन्नरहरू विवाह समारोहमा सहभागी भए। स्वयं भगवान विष्णुले विवाहका सबै विधिहरू सम्पन्न गराए। शिवजीले पार्वतीलाई मङ्गलसूत्र पहिराए। यसरी शिव पार्वतीको विवाह सम्पन्न भयो। विवाहपछि भगवान शिवले पार्वतीलाई कैलाश पर्वतमा लगे, जहाँ उनीहरू दिव्य जीवन बिताउन थाले। यसरी ब्रह्माण्डका पालनकर्ता महादेव शिव र पार्वतीको दिव्य मिलन अर्थात् विवाह सम्पन्न भएको यस दिनलाई महाशिवरात्रिको रूपमा पुजिन्छ। महाशिवरात्रि केवल शिवजीको पूजा गर्ने दिन मात्र होइन, यो प्रेम, तपस्या, धैर्य र साँचो समर्पणको प्रतीक पनि हो। शिव पार्वतीको कथा प्रेमको अमर गाथा हो, जसले हामीलाई धैर्य, तपस्या र साँचो प्रेमको शक्ति सम्झाउँछ। यस दिन भक्तजनहरू बेलपत्र, गङ्गाजल, दुध र धतुरा चढाएर भगवान शिवको आराधना गर्दछन्। शिवजीलाई बेलपत्र चढाउने प्रचलनको एक रोचक कथा। एक समयको कुरा हो। घना जङ्गलको किनारमा एउटा सिकारी बस्दथ्यो। ऊ सानैदेखि शिकार गर्दै आएको थियो र वन्यजन्तु मारेर आफ्नो पेट पाल्दथ्यो। एक दिन ऊ शिकारको खोजीमा जङ्गल छिरेको थियो, तर दिनभरि प्रयास गर्दा पनि कुनै जनावर भेटाउन सकेन। भोकले व्याकुल हुँदै ऊ वनमै डुलिरह्यो, तर जति प्रयास गरे पनि शिकार भेटिएन। साँझ परिसकेको थियो। घना जङ्गल झन् भयावह देखिन्थ्यो। थकित र निराश शिकारी अन्ततः एउटा अग्लो रुख मुनि पुग्यो। रात जङ्गलमै बिताउनुको विकल्प नभएकाले ऊ रुखमै चढ्यो र सुरक्षित ठाउँ खोज्दै त्यहीँ बस्यो। शिकारीलाई थाहा थिएन त्यो रुख कुनै साधारण रुख थिएन। त्यो त बिल्प वृक्ष थियो, जसको जरामुनि एक प्राचीन शिवलिङ्ग स्थापित थियो। रातभरि ऊ निन्द्राहीन रह्यो। भोकले गलेको शरीर लिएर ऊ समय बिताउनका लागि रुखको पात टिपेर तल झार्दै गयो। संयोगवश ती बेलपत्रहरू सोझै तल रहेको शिवलिङ्गमाथि खसिरहेका थिए। अज्ञानतामा नै ऊ शिवजीको आराधना गरिरहेको थियो। यतिकैमा भोक र पीडाले आहत भएर शिकारी बरबराउन थाल्यो। उसको ओठबाट निस्कने प्रत्येक शब्दमा शिव नाम समावेश हुन थाल्यो। रातभरि ऊ बेलपत्र झार्दै र शिवजीको नाम उच्चारण गर्दै बसिरह्यो। भोलिपल्ट जब पूर्व क्षितिजमा सूर्य झुल्किन थाल्यो, शिकारी तल ओर्लियो। तल पुग्दा उसले एउटा चम्किलो शिवलिङ्ग देख्यो, जसलाई उसले रातभर अन्जानमै बेलपत्र चढाइसकेको थियो। त्यही क्षण आकाश गडगडायो र अचानक भगवान शिव स्वयं प्रकट हुनुभयो। शिवजीको तेजस्वी रूप देखेर शिकारी अचम्ममा पर्यो। ऊ भयले काप्न थाल्यो, तर भगवान शिवले मुस्कुराउँदै भने, हे शिकारी, तिमी अन्जानमै भए पनि मेरो आराधना गर्यौ। तिमी निस्वार्थ भक्ति र साहसले मलाई अत्यन्त खुसी बनायौ। त्यसैले म तिमीलाई वरदान दिन्छु। तिमी अब सबै पापबाट मुक्त भयौ र अन्ततः मोक्ष प्राप्त गर्नेछौ। शिवजीका यी वचन सुनेर शिकारीको हृदयमा अचानक परिवर्तन आयो। ऊ भावुक बनेर आफ्ना पाप कर्महरू त्याग्ने प्रण गर्यो। त्यस दिनदेखि ऊ शिकार छोडेर धर्मको मार्गमा लाग्यो।
यस घटनालाई सम्झनाका रूपमा महाशिवरात्रि पर्व मनाइन्छ। यो दिन भक्तजनहरू शिवलिङ्गमा जल, दुध, गङ्गाजल र बेलपत्र चढाएर भगवान शिवलाई प्रसन्न पार्दछन्। विशेष गरी नेपालको पशुपतिनाथ मन्दिर लगायतका शिव मन्दिरहरूमा यो परम्परा वर्षौँदेखि चलिरहेको छ। यस कथाले हामीलाई यो पनि सिकाउँछ कि सच्चा भक्ति र श्रद्धाले भगवानलाई प्रसन्न पार्न सकिन्छ, चाहे त्यो अन्जानमा किन नहोस्। शिवलिङ्गको उत्पत्ति र ज्योतिर्लिङ्गको कथा। एक समयको कुरा हो जब यो सम्पूर्ण सृष्टि अस्तित्वमा आइसकेको थियो। ब्रह्माण्डका दुई महाशक्तिहरू सृष्टिकर्ता ब्रह्मा र पालनकर्ता विष्णु एक अर्कासँग ठोकिन पुगे। म महान किनकि मैले यो सृष्टि सिर्जना गरेँ। ब्रह्माले गर्वले भने म सर्वोच्च किनकि यही सृष्टिलाई म नै बचाइरहेको छु। विष्णुले दृढतापूर्वक उत्तर दिए। दुवैको अहङ्कार एक अर्कासँग टक्रायो, विवाद बढ्दै गयो, आकाश गडगडायो, पृथ्वी थर्कियो, देवताहरू त्रस्त भए। सृष्टिको गति नै अवरुद्ध हुने खतरा देखियो। को ठुलो को सानो, कसरी यो द्वन्द्व समाधान गर्ने? अचानक एक अद्भुत घटना घट्यो। आकाशदेखि पातालसम्म फैलिएको एक अनन्त ज्योतिर्लिङ्ग प्रकाशको एक विशाल स्तम्भ आकस्मिक रूपमा प्रकट भयो। त्यसको न आदि थियो न अन्त। दिव्य तेजले सम्पूर्ण ब्रह्माण्डलाई ढपक्कै ढाक्यो। ब्रह्मा र विष्णु दुवै चकित परे। यो अनन्त प्रकाश के हो? यसको रहस्य के होला? त्यसको रहस्य बुझ्न दुवैले एउटा निर्णय गरे। यो रहस्य जान्नकै लागि ब्रह्मामाथि उडेर यसको शिर फेला पार्ने अनि विष्णु भूमिमा गहिरिएर यसको जरा खोज्ने। त्यसै अनुरूप ब्रह्मा हंसका रूपमा रूपान्तरण भई आकाशतर्फ उड्न थाले। उडिरहे लाखौँ वर्षसम्म उडिरहे, तर ज्योतिर्लिङ्गको शिरसम्म पुग्न सकेनन्। उता विष्णु वराह अवतारको रूपमा धारण गरी जमिनभित्र गहिरिन थाले। गहिरिए इगौँसम्म गहिरिए, तर ज्योतिर्लिङ्गको जरा कहिल्यै भेटेनन्। अन्ततः दुवै थाकेर फर्किए। त्यसपछि अचानक भगवान शिव प्रकट हुनुभयो। उहाँको तेजस्वी स्वरूप देखेर ब्रह्मा र विष्णु विस्मित भए। शिव मुस्कुराउँदै भन्नुभयो, म नै यो अनन्त ज्योति हुँ। न मेरो प्रारम्भ छ न मेरो अन्त्य। म त सृष्टिको आदि र अनन्त तत्त्व हुँ। शिवले ब्रह्मा र विष्णुलाई जन्म, मृत्यु, पुनर्जन्म र सृष्टिको गुण रहस्य बुझाउनु भयो। दुवैले आफ्नो अहङ्कार त्यागेर शिवलाई प्रणाम गरे। त्यस दिनदेखि शिवलिङ्गलाई अनादि, अनन्त र ब्रह्माण्डको शक्ति स्वरूप मान्न थालियो। शिवलिङ्ग जो सृष्टि, पालन र संहारको प्रतीक हुन्, उनको पूजा सम्पूर्ण ब्रह्माण्डभरि गरिन्छ। यही महान घटना फाल्गुन कृष्ण चतुर्थीको रातमा भएको मानिन्छ। त्यसैले यो रात महाशिवरात्रि भनेर मनाइन्छ। एक समयको कुरा हो, स्वर्गलोकमा ठुलै हलचल मचिएको थियो। देवता र असुरहरू अमृत प्राप्त गर्नका लागि क्षीरसागरको मन्थन गर्दै थिए। भगवान विष्णुको मार्गदर्शनमा मन्दराचल पर्वतलाई मदानी बनाइयो। वासुकी नागलाई डोरीको रूपमा प्रयोग गरियो अनि समुद्र मन्थन सुरु भयो। तर अमृत बाहिर आउनुभन्दा पहिला एक भयङ्कर घटना घट्यो। अचानक समुद्रबाट काला धुवाँसहित एक प्रलयकारी विष निस्कियो। यो विष यति घातक थियो कि त्यसको असरले सम्पूर्ण सृष्टि ध्वस्त हुने खतरा उत्पन्न भयो। आकाशमा गर्ज, पृथ्वीमा त्रास, जलमा हलचल मचियो। देवता र असुरहरू दुवै आतङ्कित भए। कसैले समाधान फेला पार्न सकेनन्। त्यही बेला सबै देवगण एक मात्र आशामा दौडिए, महादेव शिवकोमा। हे त्रिलोकेश्वर, संसार सङ्कटमा छ, कृपा गरेर हामीलाई बचाउनुहोस्। देवताहरू शिवको चरणमा लम्पसार परे। शिवजीले गम्भीर दृष्टिले चारैतिर हेरिदिनु भयो। उहाँलाई थाहा थियो यदि यस विषलाई कसैले नष्ट नगरे भने सृष्टि नै समाप्त हुन सक्छ। त्यसैले संसारको कल्याणका लागि महादेवले त्यो घातक विष पिउने निर्णय गर्नुभयो। शान्त, धैर्यवान, परोपकारी शिवले आफ्नै हत्केलामा विष लिएर एकै सासमा पिउनुभयो। त्यही क्षण सम्पूर्ण ब्रह्माण्ड थर्र काप्यो। देवताहरू भयभीत भए, पृथ्वी कम्पायमान भयो। विष यति प्रबल थियो कि शिवजीको शरीरलाई समेत
प्रभाव पार्न थाल्यो। तर त्यसै बेला माता पार्वतीले हस्तक्षेप गर्नुभयो। उहाँले आफ्नो दिव्य शक्तिद्वारा विषलाई शिवजीको कण्ठभन्दा तल जान दिनु भएन। विष त्यहीँ अड्कियो अनि भगवान शिवको घाँटी नै निलो भयो। त्यस दिनदेखि भगवान शिवलाई नीलकण्ठ भनेर चिनिन थालियो। संसार बच्यो, सृष्टि सुरक्षित रह्यो, समुद्र मन्थन अगाडि बढ्यो, अन्ततः अमृत उत्पन्न भयो, जसलाई भगवान विष्णुले देवतालाई प्रदान गर्नुभयो। शिवजीको यस महान त्यागको सम्झनामा महाशिवरात्रि मनाइन्छ। यस रात भगवान शिवको विशेष पूजा गरिन्छ। भक्तहरू व्रत बस्छन् र रुद्राभिषेक गर्छन्। भनिन्छ जो कुनै भक्त यस दिन श्रद्धापूर्वक शिवको आराधना गर्छ ऊ समस्त पाप र रोग कष्टबाट मुक्त हुन्छ। शिवजी मात्र एक देवता होइनन्, उनी करुणाका सागर, त्यागका प्रतीक अनि सृष्टिका पालनकर्ता हुन्। महाशिवरात्रिका अवसरमा धार्मिक संस्थाहरू र मन्दिरहरूमा भगवान शिवको महिमा सुनाउने प्रवचनहरू आयोजना गरिन्छ। शिव पुराणका कथा, ज्योतिर्लिङ्ग महिमा र भगवान शिवका लीलाहरूको वर्णन गरिन्छ। कतिपय ठाउँमा भगवान शिवको ताण्डव नृत्य झल्काउने सांस्कृतिक कार्यक्रम पनि गरिन्छ। यो नृत्य भगवान शिवको सृष्टि, संरक्षण र संहारको प्रतीक मानिन्छ। महाशिवरात्रि केवल बाह्य पूजा वा अनुष्ठानको पर्व मात्र होइन, यो आध्यात्मिक जागरण र आत्मसाक्षात्कारको रात पनि हो। ध्यान, मन्त्र जप र पवित्र ग्रन्थहरूको अध्ययनद्वारा भक्तजनहरूले भगवान शिवसँग आत्मिक सम्बन्ध स्थापना गर्न प्रयास गर्दछन्। विभिन्न क्षेत्रका परम्पराहरू भिन्न भए पनि भगवान शिवप्रतिको भक्ति समान रूपमा गहिरो देखिन्छ। यसैबीच नेपालमा महाशिवरात्रि विशेष भव्यताका साथ मनाइन्छ। विशेष गरी पशुपतिनाथ मन्दिर परिसरमा भक्तजनहरूको अत्याधिक भिड हुने गर्दछ। पशुपतिनाथ मन्दिरको भव्य महाशिवरात्रिमा देशभरका भक्तजनहरू मात्र नभई भारत, भुटान र अन्य स्थानहरूबाट पनि हजारौँ तीर्थयात्रीहरू दर्शन गर्न आउँछन्। साधु सन्तहरूको ठुलो जमघट हुन्छ। विशेष गरी अघोरी बाबाहरू जो पशुपति परिसरमा ध्यान, हवन र तान्त्रिक अनुष्ठान गर्दछन्। भजन, कीर्तन, कथा प्रवचन र रात्रि जागरण व्यापक रूपमा गरिन्छ। भक्तजनहरूले दीप प्रज्वलन, गङ्गाजल अर्पण र बेलपत्र चढाएर भगवान शिवको आराधना गर्ने गर्दछन्। महाशिवरात्रिको रातलाई आत्मचिन्तन र आत्मसाक्षात्कारको रात पनि मानिन्छ। भगवान शिवलाई आत्मीयतासहित प्रेम र समर्पण गर्ने देवता मानिन्छ। महाशिवरात्रिमा गरिएको पूजा र आराधनाले भक्ति भावलाई सशक्त बनाउँछ। भक्तजनहरूले पूर्ण श्रद्धाका साथ शिवलिङ्गमा जल, दूध र बेलपत्र चढाउँछन्, जसले विनम्रता र अहङ्कारको नाश गर्न सिकाउँछ। रातभर शिव महिमा गाउने, कीर्तन गर्ने र ध्यान गर्ने परम्परा मन, वचन र कर्मलाई शुद्ध बनाउने साधना हो। भजन सङ्कीर्तनले मानसिक अशुद्धि हटाएर हृदयमा प्रेम र शान्ति भरिदिन्छ। आदिशक्ति, आदि भक्ति र आदि ज्ञानका स्रोत शिवजीलाई आराध्य देव र त्रिमूर्तिका पूर्ण रूप मानिन्छ। शिवजीको वर्णन गर्दा उनलाई कपुरको जस्तो गोरो बर्ण भएका, करुणाका अवतार, संसारका सबै प्राणीका सार, बासुकी नागका माला पहिरेका, सधैँ हृदयमा बस्ने भवानी सहित पृथ्वीभरका शिवजीलाई नमस्कार गर्दछु भनेर स्तुति पनि गरिन्छ। शिवरात्रि पर्वलाई वर्षका 4 रात्रिहरू कालरात्रि, महरात्रि, सुखरात्रि र शिवरात्रि मध्ये प्रमुख रात्रि मानिन्छ। सबै देवताका पनि देवता, देवादिदेव, महादेव, सबै पर्वहरूको प्रमुख पर्व शिवरात्रि पर्व र सबै व्रतहरूमा उत्तम व्रत शिवरात्रि व्रत मानिन्छ। व्रतराज नामक ग्रन्थका अनुसार शिवजीको व्रत सबैभन्दा उत्तम व्रत हो। शिवरात्रिको व्रत बस्नेले निर्जल व्रत बसेर रातभरि शिव भजन गरी जागराम बस्ने, चारै प्रहर शिवजीको ध्यान गर्ने, शिवजीलाई गाईको काँचो दुध, धतुरो र बेलपत्र चढाएर पूजा गर्ने गर्दछन्। शिवरात्रिको रात चन्द्रमा शिवजीको नजिक आउँछन् भनिन्छ। यस दिन संसारका सबै भूत साधनाहरू टाढा टाढा रहेर शिवत्वको आत्मसाधना गर्दछन्।
शिवलाई त्रिदेवहरूमध्येका सर्वश्रेष्ठ देव मानिन्छ। शिवजीका 3 नेत्र हुने हुँदा उनलाई त्रिनेत्र पनि भनिन्छ। जसअनुसार यो ब्रह्माण्डलाई हेर्ने ती 3 नेत्रहरूमा सूर्य, चन्द्र र ज्ञान पर्दछन्। गणेशजीको श्रापले क्षयरोग लागेर क्षयी भएका चन्द्रमालाई दया लागेर आफ्नो शिरमा धारण गर्नुहुने र भगीरथको तपस्याबाट खुसी भई गङ्गाजीलाई आफ्नो शिरमा थाप्नुहुने शिवलाई चाँडै खुसी हुने देवता भनी आशुतोष पनि भन्दछन्।